हेलो साथीहरू, नमस्ते। सेवा र फेपुलो। म चाहिँ आज चाहिँ दार्जिलिङको गोर्खाहाट आएको छु। अनि के कस्तो हुन्छ तपाईँलाई म गोर्खाहाटको पनि नजारा देखाउन गइरहेको छ गाइस। यस्तो टाइपको छ मान्छेहरू पुरै छ। गोर्खाहाट यो त भाइरल दाजु छ। भाइरल दाजु हेलो दाजु, गोर्खाहाटमा जाने बताओ। के हो दिदी? के हो? कफी? ओ यहाँनिर रहेछ नि त है, दिएको रहेछ। राई हो क्रिस्चियन। के दिनु? यो साइज कति ठिक छ? दाल पकौडा खानुहोस्, आलु स्पेसल खानुहोस्, मोमो चाहिँ मोमो खानुहोस्, चिकन मोमो तातो तातो। त्यसकोमा पसेको त सेम हुन्छ नि त। मलाई एउटा पैसा राख्यो एउटा मात्रै भाइ।
ए जानु पर्यो नि गएन अस्तितिर आमाले खाइदिनु ए भइदिएको त फर्स्टमा कति प्र्याक्टिस गरेको अब हमें कौन करेंगे मैक्सिमम गाइस खसीको मासु तिम्रोबाट सन्देश लान्छु भने मेरो नि मेरो महँगै आएको छैन नि यो दिएको भए हुन्थ्यो नि हौ म सधैँ तिम्रैबाट किन्थेँ र अरू जग्गाबाट किन्नु मन नलागेको किनामाहरू के एउटा लानु पर्यो है लैजाउँ न ल बोक्नु न आउँदैछु अरू के को बिजन भन्यो मलाई पुरा प्रब्लम भइसक्यो यहाँ आज पैसा तिरेन मेरो हेलो साथीभाइहरू अहिले चाहिँ म चाहिँ गोर्खे हाटबाट चाहिँ निक्लिसकेँ अनि गोर्खे हाटको के कस्तो लाग्यो तपाईँलाई मैले गोर्खे हाटको चाहिँ भिडियो गरेर चाहिँ मैले भ्लगमा हालिरहेको छु देख्न सक्नुहुन्छ यहाँ मान्छे चाहिँ भिडभाड थियो गोर्खे हाटको अनि अहिले चाहिँ म यतिमै तपाईँहरूमा चाहिँ राख्नु पर्यो चाहिँ यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला भन्न चाहन्छु।